हामी चाहिँ नि अब दूरी भन्ने कुरा अलिकति कम हुँदै गएछ। जब कि बाटाहरू बन्छन्, जब पुलहरू बन्छन् होइन, त्यो भनेको 15 मिनटको हजुरको यहाँबाट 15 मिनट 10 मिनटमा हजुरको त्यो पनि अस्पताल 10 मिनटमा छ भने यहाँ हिँडेर जाने भने 10 मिनट यता पनि लाग्छ भने अब समय छोटो नै छ। तर एकै ठाउँमा जहाँ बनाऊँ त्यसलाई अलिकति मोडर्न बनाऊँ, विश्वासिलो बनाऊँ, सबैले चाहिने सबै किसिमको सुविधाहरू भएको ठाउँ बनाऊँ। बरु टुक्रा 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 प्रत्येक वडामा त्यसलाई विभाजन गर्नुभन्दा त्यो सानो वडामा एउटा सामान्य तपाईँको दबाईहरू प्यारासिटामोल जस्ता सामान्य दबाईहरू ज्वरोसरो नाग्नेसम्म मात्रै राखौँ बरु। तर एकदम सम्बन्ध एउटा चाहिँ हस्पिटल हामीले सेन्टरमा बनाउन सक्यौँ भने त यहाँबाट पनि टाढा छैन, उहाँ बगनाबाट टाढा छैन, ठाकुरबाट पनि नेउलापुरको पुल अहिले परेको छ यहाँलाई भन्नुहोला, त्यो पुलबाट पनि भइहाल्यो भने त हामी टाढा त छैनौँ नि। हाम्रो विद्यार्थीहरू आज यहाँ नपढेर काठमाडौँ गइरहेको छ। नजिकै पढ्नेको कुरा दूरीले मात्रै हो भने त किन छोडेर काठमाडौँ गइरहेको छ, किन बाहिर गइरहेको छ? तर राम्रो खोजिरहेछ नि। त्यस कारणले बरु अलि सेन्टरमा एउटै बनाऊँ तर राम्रो बनाऊँ भन्ने चाहिँ नै मेरो अवधारणा आइरहेको छ। यहाँहरूलेबाट म त्यो कुरा कहिले काहीँ फिडब्याक लिउँला एकान्तमा बस्दाखेरि। तर हामी त्यहाँ पुग्नुपर्छ। त्यस कारणले अस्पताल त्यहाँ लगेर सेन्ट्रलाइज गऱ्यो भन्ने कुरालाई चाहिँ नि यहाँहरूले त्यसलाई दुःख नमानिदिनु होला। मैले भने सकभर त्यसलाई कति सकिन्छ सुविधा सम्पन्न बनाऊँ, त्यो हाम्रै अस्पताल हो। यहाँ भुरी गाउँबाट त्यहाँ लगेको हामीबाट बाहिर लगेको होइन है, किनकि त्यो हामी सबैको आफ्नो हो भनेर बुझिदिनु पर्ला। यो पनि हाम्रो हो। अब त्यहाँ सर्वगञ्ज पनि हुने भयो, ट्रामा बनाउँ भने पनि त एउटा सेक्टरलाई हामी ट्रामा बनाएर एउटा कोठा चलाउन सक्छौँ नि त। त्यो त्यसलाई नै सम्पन्न बनाउन मेरो आफ्नो बुझाइ। हाम्रो वन मन्त्रीज्यूले अहिले राष्ट्रिय निकुञ्जलाई अलिकति बजेट बाँडफाँड गर्दाखेरि सबैभन्दा धेरै बजेट चाहिँ बढ्दै राष्ट्रिय निकुञ्जलाई हाल्नुभएको छ। तपाईँले पनि रेकर्डमा हेर्दाखेरि पनि मैले भने के छ त त्यत्रो समस्या छ बढ्दैमा के गर्नुभयो त मन्त्रीज्यू भनेपछि तपाईँ कापीमा हेर्नु होला सबैभन्दा बढी चाहिँ नि मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको बजेट मैले बढ्दैमा राखेको छु। 6-7 करोड 8 करोड कति राख्नु भएको छ होइन, 6 करोड जति राख्नु भएको छ क्या। त्यो मानव वन्यजन्तु द्वन्द्वको लागि मात्रै भनेर छुट्टिएको हो। अब अरू प्रोजेक्टहरू पनि आउन एकदम तयार हुनुहुन्छ, किनकि यो हल्ला मानव वन्यजन्तु द्वन्द्व एकदमै धेरै खराब छ है बर्दियामा भन्ने कुरा सबैतिर गएको हुनाले प्रोजेक्टहरू पनि आएर जनताको सामुन्ने काम गर्नलाई तयार हुनुहुन्छ। हामीले वातावरण बनाइदिन सक्नुपर्ने छ। त्यस्तै पनि स्कुलको कुरा पनि मिलाउनु भएको थियो। शिक्षाको बिहान शिक्षाको लागि पनि त्यही सर प्रवेश आयो। अब कुनै ठाउँ मोडेल स्कुल त सर अब खण्डगर बन्यो भन्नु पर्दैन सरले, किन विद्यार्थी नै घटिसक्यो। अर्को स्कुलको त्यही कुरा गर्नुहुन्छ। अब विद्यार्थी जम्मै एसएलसी पास गर्ने बित्तिकै कोही काठमाडौँ हिँड्छ, कोही नेपाल हिँड्छ, बस्दैन। धेरै जस्तो अलिअलि थोरै बस्नुहुन्छ, त्यो थोरैको लागि स्कुलै पुग्दैन। प्रत्येक वडामा हाई स्कुल छ। अब कसरी अगाडि बढ्ने त? एउटा वडाले त एउटा हाई स्कुल त चलाउँदैन, किनकि आधा विद्यार्थी बाहिर हिँड्नुहुन्छ। यो अवस्थामा हामीले कसरी सल्लाह गरिरहेको थियौँ भने अब प्राविधिक टाइपको शिक्षाको ल्याउँ। ठाकुरद्वाराले वन चलाउँछ भने यहाँ चाहिँ नि अब एचएम चलाउने हो कि होटल म्यानेजमेन्ट चलाउने हो कि अर्को चाहिँ बगनाले चाहिँ अब अरू स्वास्थ्य चलाउने हो कि त्यसरी चाहिँ फरक स्कुलले फरक किसिमको शिक्षा चलायौँ भने सबैतिर पुग्ला। अब उही शिक्षा सबैतिर जाने हो भने त अब हाई स्कुलमा पनि समस्या आउन सक्छ, कलेजमा त समस्या आउँछ। हजुरले भने जस्तै यहाँ एउटा यो युनिभर्सिटीमा एउटा राखौँ, त्यहीमा अर्को अर्को विषय राख्यो भने बल्ल दुइटैले ठाउँ पाउन सक्ने अवस्था छ। त्यो मोडेलमा जानुपर्छ भन्ने कुरा मैले नगरपालिकासँग त्यो राखेका छौँ। ठाकुर बाबालाई प्राथमिकता अब यो आत्माले जतातिर जे भने पनि एउटा आत्मा त आइहाल्दो रहेछ मेरो ठाउँ भन्ने कुरा त त्यो होइन। चुनावको बेला हामीले सबैले बोल्दै नबोल्नुलाई कसैले झुकेर पनि भन्थ्यौँ, तर त्यो आत्मभित्र रहन्छ नै। म आफै जन्मेको ठाउँ प्यारो हुन्छ नै, आफ्नो वरिपरि प्यारो हुन्छ नै। त्यसमा मेरो एकदम इमान्दार पहल हुनेछ। यहाँहरूलाई मैले यति भने गुलरियाको समस्या छ, त्यही भएर मुद्दा पनि हेर्ने गरी यहाँ राख्नलाई के हुन्छ भने हामीले प्रोसेस अगाडि बढायौँ सर। अब गुलरिया गर्छ, म फोन गर्छु र कहाँ अड्किया छ म हजुरलाई फोन गर्छु भन्नुहुन्थ्यो। मलाई सायद पछि फेरि फोन आउँछ होला। यसको लागि म पनि लागिरहेको छु र फेरि फलोअप गर्छु र छिटोभन्दा छिटो यो हुन्छ होला। अरू भौतिक संरचना क्लियर छ, उहाँहरूले भन्नुभयो स्ट्यान्डर्ड सबै ठिक छ हजुर, खालि हामीलाई पर्मिसन र एउटा दुईवटा दरबन्दी थपिएपछि पुग्छ भन्नुभएको छ। बजेट त हामीले टन्नै छुट्याएको जति चाहिन्छ है पैसा, तर मल कम अपुग नहोस् भनेको र उहाँहरूले ल्याएर सप्लाई गर्नै भ्याउनु भएन। यसमा दुईवटा कुरो रह्यो। एक त अन्तर्राष्ट्रिय जुन अवस्था रह्यो नि हाम्रो यसपटक अन्तर्राष्ट्रिय युद्ध, त्यसले पनि असर पार्यो र अलिकति ढिलो भएकै हो। अहिले चाहिँ आइपुगेको छ। तर पनि हाम्रो अर्को मेरो पर्सनल र त्यहाँ हाम्रो साथीहरूको एउटा बुझाइ चाहिँ के छ भने युरियल र यो फर्टिलाइजरलाई त्यो आयात गर्ने कुरालाई अलिकति नियन्त्रण गर्नै पर्छ, अलिक कम गर्नै पर्छ र
यहाँ दीर्घकालीन हिसाबले सोच्ने हो भने कति दिनसम्म हामीले अन्तबाट त्यसरी मल ल्याएर नै हो त। त्यस कारणले हामीसँग भएको जैविक मल लाई अलिकति प्रोत्साहन गर्दै यतातिर बढ्दै उताबाट घट्दै घटाउँदै चाहिँ गर्नै पर्छ। दीर्घकालीन हिसाबले सधैँभरि त अब 5-7 हजार पर्ने मललाई 1100मा चाहिँ ल्याउने दिने, उहाँ 5-7 हजार हाल्ने गरेर त उही धान किनेर दिए बराबर हुन्ला होइन, उही धानको मूल्य बढ्नुला। यस्तो हिसाबबाट चाहिँ कसरी प्रगति हुन्छ। त्यस कारणले बढीभन्दा बढी प्राङ्गारिक मललाई पनि विकास गर्दै जानुपर्छ भन्ने चाहिँ नि एउटा सोच रहेको छ।